अब कति पर्खिनु भन्नु न तपाईँ 3 बाट पढाउने हुनु हामी पर्खिनु त कति पर्खिनु हामी कति पर्खिनु भन्नु न अब कति पर्खिनु भन्नु 5 वर्ष 10 वर्ष 20 वर्ष हो भन्नु आउँछ आउँछ अनि त्यसो के धनी पूजा आएर मात्रै भएन नि त अनि के हामी हो नक्सा बनाउन यहाँ ठुला कुरा गर्ने हामी 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 बोल्न नदिने दाजु हामी ए बाबा बोल्न बोल्न के नि दाजु के चाहिन्छ हामीसँग काम भइरहेको छ हाम्रो समस्या सुन्न पाउने हाम्रो समस्या भन्नु पाइँदैन ए बाबा दिनपल्ट प्रधानमन्त्री के बोली भोट हाल्न कि प्रधानमन्त्री बनाएको हामीले अनि हाम्रो समस्या किन हुँदैन म भन्छु प्रधानमन्त्री केपी ओली भूषणमन्त्री पद्म अर्याल हाम्रो समस्या किन भएन त भोट हाल्न कि प्रधानमन्त्री बनाएको हामीले अनि हाम्रो समस्या किन हुँदैन म भन्छु प्रधानमन्त्री केपी ओली भूषणमन्त्री पद्म अर्याल हाम्रो समस्या किन भएन त अरू गर्न सक्नु भएन अब गर्न सक्नुहुन्छ सुरु भएर हुँदैन नि त सुरु भएर भएर हामीले समस्या सामना हुनु पर्यो नि त पक्का पनि नक्सा आउनु पर्यो धनी आउनु पर्यो कसै हामीले पनि बेमा लोन राखेर खानु पाऊँ न खतम पारेको थियो अहिले भर्खर फेरि अदालतबाट फर्काएर ल्याइरहेको छ आयोगलाई त्यस कारण एकछिन पर्खिनुपर्छ नक्सा राखेर हामी कमसेकम एउटा गरिबी छोरो कमसेकम बेमा राखेर छोरे 6%मा 7% ऋण खान पाएन अहिले हामी गएर 12 एक एकजना धनी पूजा नभएको होइन नि त हामीसँग धनी पूजा त नभएको होइन धनी पूजा त भएको नि नक्सा चाहिएको क्या हामीलाई 1 बिघा जग्गा छ वहाँनिर बेङ्गल लगेर राख्यो भने 10 लाख पनि आउँदैन के भयो त्यो काम दिएन नि त पनि हुनुभयो केपी शर्मा ओली भोट हामी दिएरै हुनुभयो 28 सालमा बोल्न पाइँदैन काम गरेर लगाउने यहाँ ओडामा आइज ओडामा हामी केही हो नि फेरि अर्को चलाउँदा हामी सक्छौँ एउटा कुरा गराउनु फेरि बन्द याद गर नि फेरि मौका आउने मौकालाई नक्सा चाहियो हामी पनि आयो 4 र 5 मा आउने काम नभएको भए पो भएको छैन भन्नु त काम भइरहेको छ आयोगले काम गरिरहेको छ हाम्रो समस्या सुन्न पाउने हाम्रो समस्या भन्नु पाइँदैन ए बाबा दिनपल्ट प्रधानमन्त्री के बोली भोट हाल्न कि प्रधानमन्त्री बनाएको हामीले अनि हाम्रो समस्या किन हुँदैन म भन्छु प्रधानमन्त्री केपी ओली भूषणमन्त्री पद्म अर्याल हाम्रो समस्या किन भएन त किन हुँदैन त भनेको मैले भनेको तपाईँ यहाँ बोल्न नदिने अर्को बोल्न त्यस्तो हुन्छ जब बोली सुन्ने अनि ठिक छ ल कसैले बोल्न पाएन अरे ल मैले डिस्टर्ब गरेछु अरे अनि भोलि बोल्दा के बोल्दा भोलि बोल्दा भइगयो त के भयो के बिग्रिएछ के बिग्रिएछ के पहिले आफ्नो पार्टीको मान्छे क्षेत्रको मान्छे हामीले यत्रो पल्ट जितायौँ एउटा 24 सालमा मात्रै हारेको माओवादी आमा हारेको हामी जिताएकै हो नि अब के गर्नु पर्ने अब चाहिँ एउटा बोल्न दिँदैन एउटा बोल्न दिँदैन अब यस्तो गर्ने घर जाने भात खाने भाइ तैँले नम्बर फेरि पुरानो नम्बर त ए दाजु सुन्नु मलाई थाहा छैन म थाहा छैन दिपकारी को म कोमा थाहा छैन तपाईँले मलाई कहाँ आउँछ काठमाडौँमा फोन गरेँ पुरानोमा राख्नुभयो तपाईँले भाइको मलाई थाहा छैन नि दाजुभाइ कुरा मैले तपाईँलाई 3 समस्या राखेँ एउटा काम पनि गर्नुभयो तपाईँले भोट चाहिँ हामी सूर्य हाल्नु एउटा काम नगर्नु तपाईँले अप्ठ्यारो काम गरेको छैन मैले पछाडिको कुरा चाहिँ नबोल्नु हुँदा अगाडि सूर्य मात्रै भन्नु पछाडि पछाडि नबोल्नु दाजु हामी भने ज्यान लाग्ने मान्छे तपाईँले हामीलाई पछाडिको चाहिँ नबोल्नु त अङ्ग्रेजी चाहिँ नबोल्नु पछाडि त अङ्ग्रेजी नबोल्नु जा भन्न पनि जान्छु फेरि म